कहिलेकाहीँ जीवनले मानिसलाई यस्तो परीक्षा दिन्छ जहाँ उसले केही गुमाएको मात्र हुँदैन, उसले आफ्नो पहिचान नै गुमाएको महसुस गर्छ। हाम्रो समाजमा एउटा यस्तो वर्ग छ जो हरेक दिन अदृश्य युद्ध लडिरहेको हुन्छ। न त उनीहरूलाई कसैले खुलेर पीडा दिन्छ, न त कसैले खुलेर सहारा दिन्छ, तर उनीहरू बाँचिरहेका हुन्छन् मौनताभित्र। आजको कथा त्यही मौन पीडाको कथा हो। पहाडको काखमा बसेको एउटा सानो गाउँ बिहानको सुनौलो घामसँग बिस्तारै जागिरहेको थियो। खेतबारीतिर मानिसहरू काममा लागिरहेका थिए। चराहरूको चिरबिर आवाजले वातावरणलाई जीवन्त बनाइरहेको थियो। त्यही गाउँको बीचमा एउटा सानो घर थियो। त्यो घर धेरै ठुलो थिएन, धेरै धनी पनि थिएन, तर त्यो घरमा एउटा अमूल्य कुरा थियो, आफ्नोपन, स्नेह, माया। त्यस घरमा 3 जना बस्थे, माया, उनका श्रीमान राम र उनीहरूको सानो छोरी सीता। राम गाउँकै विद्यालयमा शिक्षक थिए। उनी साधारण मानिस थिए, तर उनका सपनाहरू असाधारण थिए। उनी प्राय भन्थे, शिक्षा भनेको केवल पढाइ मात्र होइन, यो भविष्य बनाउने बाटो हो। साँझपख जब राम घर फर्कन्थे, सीता दौडिँदै बाबुको काखमा पुग्थे। बाबा, आज मैले नयाँ कविता सिकेँ, सीता उत्साहित भएर भन्थे। राम हाँस्दै जवाफ दिन्थे, सुनाउ त मेरी राजकुमारी। माया भान्सामा खाना पकाउँदै त्यो दृश्य हेरेर मुस्कुराइरहेकी हुन्थिन्। त्यो सानो परिवार धेरै धनी थिएन, तर उनीहरूको घर माया, सम्मान र खुसीले भरिएको थियो। माया कहिलेकाहीँ रामलाई भन्थिन्, हामी धेरै धनी छैनौँ, तर हाम्रो घर खुसीले भरिएको छ। राम मुस्कुराउँदै भन्थे, जहाँ माया हुन्छ त्यहाँ साँचो धन हुन्छ। त्यो घरको हरेक दिन सानो सानो खुसीले भरिएको थियो, तर जीवन सधैँ त्यस्तै रहँदैन थियो। एक दिन साँझ पर्न लागिरहेको थियो। आकाशमा बादलहरू बिस्तारै गाढा हुँदै गइरहेका थिए। माया भान्सामा खाना पकाउँदै रामको प्रतीक्षा गरिरहेकी थिइन्। सीता ढोकातिर हेर्दै सोध्थे, आमा, बाबा किन आउनुभएको छैन? माया मुस्कुराउँदै भन्थिन्, सायद आज कामले ढिला भयो होला। तर रात गहिरिँदै गयो। आकाशभरि ताराहरू देखिन थाले, तर राम घर फर्केका थिएनन्। मायाको मनमा बिस्तारै डर जन्मिन थालेको थियो। त्यही बेला ढोकामा कसैले ढकढक गर्यो। मायाले ढोका खोलिन्। बाहिर केही गाउँलेहरू उभिएका थिए। उनीहरूको अनुहार गम्भीर थियो। एकजनाले बिस्तारै भने, राम सर दुर्घटनामा पर्नुभएको थियो। त्यो वाक्य सुन्नासाथ मायाको मुटु काँप्यो। केही क्षणपछि अर्को वाक्य आयो, उहाँ अब हामीसँग हुनुहुन्न। त्यो खबरले मायाको संसार एकैपटक भत्काइदियो। उनको शरीर काँप्न थाल्यो, उनका आवाज फुट्यो। उनी चिच्याइन्, तर त्यो आवाज अब कहिले फर्केर आउनेवाला थिएन। रामको अन्त्येष्टि भयो। गाउँका मानिसहरू सहानुभूति देखाउन आए। सबैले एउटै कुरा भने, भगवानको इच्छा यही रहेछ। तर केही दिनपछि वातावरण बदलिन थाल्यो। एक दिन सासूले मायालाई बोलाइन्। उनले गम्भीर स्वरमा भनिन्, छोरी, अब यी चुरा, पोते र सिन्दुर खोलेर राख। विधवाले यस्तो लगाउनु हुँदैन। मायाको हात काँप्यो। उनले ऐनामा आफूलाई हेरेकी थिइन्। त्यही अनुहारमा केही दिन अघि सिन्दुरको रातो रङ थियो, आज त्यो अनुहार खाली देखिन्थ्यो। जब उनले चुरा खोलेर टेबलमा राखिन्, त्यो आवाज सानो थियो, तर त्यो आवाजसँगै उनका धेरै सपनाहरू पनि बाँचिएका थिए। त्यो दिनदेखि मायाको जीवन बदलिएको थियो। रङ्गीन साडीको ठाउँमा सेतो साडी आयो, हाँसोको ठाउँमा मौनता आयो, र मानिसहरूको व्यवहार पनि बदलियो। अब माया गाउँको उत्सवहरूमा जान छोडेकी थिइन्। विवाह हुँदा उनलाई बोलाइँदैनथ्यो। पूजामा उनलाई अगाडि बस्न दिइँदैनथ्यो। कसैले खुलेर केही भनेन, तर धेरैको नजरमा उनी अशुभ जस्तै बनेकी थिइन्। एक दिन छिमेकीको घरमा विवाह भइरहेको थियो। मादल बजिरहेको थियो, मानिसहरू नाचिरहेका थिए। माया आफ्नो घरको झ्यालबाट त्यो दृश्य हेर्दै थिइन्। उनका आँखामा आँसु भरिएका थिए। त्यही बेला सीता आयो। उनले सोधी, आमा, हामी किन त्यो घरमा जान्नौ? माया केही क्षण चुप रहिन्। त्यसपछि छोरीलाई अँगालो हाल्दै भनिन्, किनकि समाज कहिलेकाहीँ दुःख भोगेको मानिसलाई बुझ्न सक्दैन। समय बित्दै गयो। एक दिन गाउँमा नयाँ शिक्षक आए, अरुण। उनी सहरबाट आएका थिए। एक दिन विद्यालयमा अभिभावक बैठक भयो। माया पनि त्यहाँ गइन्, तर उनी चुपचाप एक कुनामा बसेकी थिइन्। अरुणले त्यो देखे। उनी नजिक आएर सोधे, तपाईँ किन एक्लै बसिरहनु भएको? मायाले हल्का मुस्कान दिँदै भनिन्, मलाई एक्लै बस्ने बानी परिसकेको छ। त्यो वाक्यले अरुणलाई गहिरो छोयो। केही दिनपछि गाउँमा महिला सशक्तिकरण कार्यक्रम भयो। अरुणले मायालाई पनि सहभागी हुन आग्रह गरे। त्यहाँ मायाले पहिलो पटक सुनेकी थिइन्, एकल महिला कमजोर होइनन्,
उनीहरू समाजका सबैभन्दा साहसी मानिस हुन्। त्यो दिन मायाको मनभित्र सुतिरहेका आत्मविश्वास बिस्तारै जाग्न थालेको थियो। मायाले एउटा निर्णय गरिन्। उनले गाउँमै सानो सिलाइ केन्द्र सुरु गरिन्। सुरुमा केही महिलाहरू मात्र सिक्न आएका थिए, तर बिस्तारै धेरै महिलाहरू आउन थाले। मायाको घर फेरि जीवन्त भएको थियो। अब गाउँका मानिसहरूले उनलाई फरक नजरले हेर्न थाले। उनी अब अशुभ होइनन्, उनी प्रेरणा बनिसकेकी थिइन्। एक दिन गाउँमा फेरि विवाह भयो। यसपटक बेहुलीका आमाले मायालाई बोलाइन्। माया दिदी, तपाईँ आएर हाम्रो छोरालाई टिका लगाइदिनुहोस्। मायाका आँखामा आँसु भरियो। त्यो दिन उनले धेरै वर्षपछि हल्का रातो साडी लगाइन्। जब उनले बेहुलीको निधारमा टिका लगाइन्, गाउँभरि ताली बज्यो। त्यो ताली केवल मायाको लागि थिएन, त्यो ताली परिवर्तनको लागि थियो। मायाले आकाशतिर हेरेकी थिइन्। उनले मनमनै रामसँग भनेकी थिइन्, हेर, म अझै बाँचिरहेको छु। अब म सेतोमा होइन, जीवनका सबै रङमा बाँच्नेछु। विधवापन जीवनको अन्त्य होइन, यो एउटा नयाँ यात्राको सुरुवात हो। समाजको साँचो प्रगति तब मात्र सम्भव हुन्छ जब हामी दुःख भोगेको मानिसलाई अलग होइन, आफ्नै जस्तो मान्छे ठानेर सम्मान दिन्छौँ। आजको कथा हजुरहरूलाई कस्तो लाग्यो? कृपया कथा मन परेमा लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।